Morning, केटाहरू. How are you? Welcome back to my channel again. यदि हरूले फलो गरेछ भने मेरो यो सानो युट्युब च्यानल छ नेपाली ब्रु बोय. यदि हजुरहरूलाई बियर बनाउनु मन छ आफ्नै क्राफ्ट बियर बनाएर घरमै मजाले खाने हो भने चाहिँ वाच दिस भिडियो है. यो भिडियोमा चाहिँ म एउटा सानो ब्याच 20-25 लिटरको बियर बनाउँदैछौँ. So I'll be showing you all the process. बियर बनाउनलाई सुरुदेखि अन्तिमसम्म है. वाच आउट है. ल अब चाहिँ म तिमीहरूलाई चाहिँ मेरो सिस्टम देखाउँछु है त. ल लेट्स चेक दिस आउट. Hello. Good morning guys. Welcome back to our channel. It's been a while that I haven't done any brewing lately. So we are doing another brewing session, making a pale ale, grapefruit pale ale. Like so, अब चाहिँ हामी धेरै पछि अलिकति एउटा बियर बनाउने फुर्सद पायो. वेदर इज नट द्याट ब्याड. त्यसैले चाहिँ अब बियर ब्रु गर्दैछौँ है. ल केटाहरूलाई झलक देखाउँ है. Check my setup है. मेरो ब्रुइङ सेटअप चेक गर है. Let's go. This is my है ब्रु केटल पुरा रेडी भएको छ. सो आफ्नोलाई चाहिँ यो पुरा पानी बोइल गर्ने चाहिँ यो भाँडो चाहिन्छ. ल है पानी हालेर रेडी भएको छ. यो चाहिँ मेरो दिस इज कल ब्रु केटल है. यसमा चाहिँ दिस इज द ब्रु केटल. मसँग चाहिँ एसएस टेकको छ. यसमा चाहिँ पुरा अहिले चाहिँ मैले चाहिँ पानी हालिदिइसकेको छु. रेडी. यो पुरा पानी तताएर सडन टेम्परेचरमा सम्म तताएर यो पानीलाई चाहिँ हामी चाहिँ यहाँ पाइपबाट यता ट्रान्सफर गर्छौँ. अनि यो चाहिँ फर्मेन्टर्स. यहाँ चाहिँ त्यो बियर पकाइसकेपछि यहाँ हालेर चाहिँ फर्मेन्टर है. त्यो तातो पानी चाहिँ त्यो ट्याङ्कबाट यसमा ट्रान्सफर गर्छौँ हामी. अनि यहाँ चाहिँ तातो पानी ट्रान्सफर भएपछि पुरा अघिको माल्ट यहाँ हालिकन 1 घन्टा जति भिजाउँछौँ रस निकालेर. अनि फेरि सो दिस इज माई ब्रु केटल है. पाएर हालिसकेको छौँ. So we're starting ब्रु गर्दैछौँ. तातो पानी चाहिँ यहाँबाट यसो ट्रान्सफर गर्ने हो उता. अनि ठ्याक्कै यो म्यास टनमा ल्याउनुपर्छ है. So these are 2 of my fermenters है. 25 लिटर होल्ड गर्छ. 50 लिटरको बियर बन्नेवाला छ यहाँ है. बियर बनाउनलाई चाहिँ है एकदम गाउँको जरुरी हुन्छ. एन्ड दिस इज कल मल्ट. अनि योलाई चाहिँ पुरा धुलो गरेर जौँ है. यसलाई चाहिँ बर्लीको प्राय हुन्छ. गहुँ जौँ मकै चामल सबैको बन्छ बियर. मजा. दिस इज ग्रेन है. अनि योलाई चाहिँ मिलर भन्छ. त्यो पुरा जौँलाई चाहिँ ग्राइन्ड गरिकन टुक्राउनु पर्छ भित्रको स्टार्च निकालेर अनि बोइल गर्नुपर्छ है. ल है गाइस. सो हामी चाहिँ है अब पुरा रेडी गर्दैछौँ. दिस इज जौँ है जौँ. अनि यो हेर मिल. अब चाहिँ हामी पुरा जौँलाई पुरा धुलो पार्नुपर्छ. खालि यो जौँ छ नि जौँको ग्रेनलाई चाहिँ यो हेभ टु क्र्याक गर्नुपर्छ क्या. अनि त्यसबाट भएको स्टार्चलाई चाहिँ त्यहाँबाट निस्केको झोल मजाले बियरको जुस बनाउनु पर्छ. ब्युटिफुल. Alright guys, so we are ready to grind some grain, right? Like so we are about to start, right? मेरोमा चाहिँ यो दिस इज मिलर. यसमा चाहिँ यो हाम्रो जौँ छ नि जौँ हाल्ने हो यसमा. अनि यो जौँ हालेपछि चाहिँ हामी चाहिँ
यसमा ग्राइन्ड गर्नुपर्छ। Hello guys, है सो वी जस्ट फिनिस है भर्खर त्यो ग्रेनलाई पुरा पिनेर यस्तो मसिनो बनाउनुपर्छ मसिनो है। सो नाउ लेट्स गेट आवर ब्रुइङ स्टार्टेड गाइस। ल त है केटाहरू अब मजाले त्यो ग्रेन अघि पेलेको ग्रेन है मजाले रेडी भएछ। अब चाहिँ तातो पानी तताइकन मजाले हालेर रमाइलो गर्ने हो। सो गाइस है सो वी जस्ट स्टार्टेड है हाम्रो ग्रेनहरू चाहिँ पुरा मिल गरेको। सो बेसिकली त्यो ग्रेनलाई चाहिँ ठ्याक्कै क्र्याक मात्रै गर्ने पिठो बनाउनु हुँदैन। ग्रेन मिल गरिसकेपछि ल है म आपहरूलाई देखाउँछु है त। ल ठ्याक्कै ग्रेन मिल भएपछि यस्तो हुन्छ क्या हो एकदम पुरा धुलो धुलो हुनु भएन तर क्र्याक मात्रै गर्ने है। त्यसपछि चाहिँ पुरा पानीमा भिजाइकन मजाले बेर बनाउनु छ है। अब मेरो अहिले भर्खर फायर अन है पानी तताउँदैछौँ ल है झलक्स ए हामी पानी तताउनुवाला छौँ ल है मजाले तातिरहेछ। सो वी गोना वेट फर द टेम्परेचर चाहिँ है पुरा टेम्परेचर गेस 150 फरेनहाइटसम्म तताउनुपर्छ बोइल हुनुपर्छ। त्यसपछि यहाँको पानी ट्रान्सफर गर्दैछौँ है। पानी चाहिँ मजाले तातिरहेछ है। सो गाइस है आवर ब्रू इज अल सेटिङ है मजाले पानी हालिसक्यो। यो पानी चाहिँ यहाँबाट पुरा ट्रान्सफर गरेर उता पम्पमा लगेर यो ट्याङ्कीमा ट्रान्सफर गर्नेवाला छौँ है त। ल है केटाहरू अब चाहिँ पुरा यहाँ मेरो पानी बोइल भइसकेको छ। यहाँ झन्डै 85 लिटर तातो पानी छ है मजाले बोइल। अब यो पानी चाहिँ फायर अलिक सानो गरौँ। यो पानी चाहिँ यहाँबाट मजाले यो छ नि यो चाहिँ खोलेपछि चाहिँ यहाँको पानी पुरा यहाँ अन भयो है। अब यहाँबाट बिस्तारै ट्रान्सफर गरेर सो दिस इज माई है यो ब्रुइङ पम्प है एकदम आवाज निकाल्दैन साइलेन्स पम्प हो। ल लेट मी पुट इट अन। ल देख्यौ यहाँबाट चाहिँ प्रेसर रिलिज गर्ने। ओहो तातो रहेछ ल बाबा त्यही हो। त्यो पानी चाहिँ अब उताबाट सर्कुलेट गरेर यहाँ लियो ल से। अब चाहिँ यो पानी पुरा मजाले यहाँ तातो पानी यहाँ सारेपछि त्यो तातो पानी यहाँ सार्ने। त्यसपछि चाहिँ ल हेर केटाहरूले अघि मैले तिमीहरूलाई देखाएर गउँदै जाउँ है मजाले यहाँ हालेर गहुँ चाहिँ मजाले हालेर भिजाउनु यहाँ है। ओके है अब चाहिँ पुरा ग्रेन हाल्दैछौँ म यहाँ। मजाको बेर बन्दैछ केटाहरू लगाएर। एसिङ टाइम ग्रेन हालेँ नि यहाँ चाहिँ यसरी तातो पानी मजाले भिजाउनुपर्छ। ल है केटाहरू म अब मजाले त्यो हेर लुकिङ ब्युटिफुल है। यो गाउँ चाहिँ मजाले यसरी भिजाइ राख्नुपर्छ। यो तातो पानीमा चाहिँ अब 1 घन्टा भिजाउनुपर्छ है। त्यसपछि चाहिँ तर यो पानीको झोल चाहिँ सर्कुलेट गरिरहनुपर्छ सबै रसहरू तान्नलाई है। अब चाहिँ हेर्नु होला
हाई ग्यास है सो अहिले चाहिँ हामी चाहिँ ब्रुको लागि हप्सहरू तयार पार्दैछौँ है नेक्स्ट केटाहरू बेयर बनाउँदाखेरि चाहिँ चाहिने भनेको बेसिकली पानी भयो होइन अनि गाउँचाउँ माल्ट भन्छ भरले अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ तपाईँको बेयरको स्वाद फ्लेभर र टेस्ट र त्यो तितोपन कति गर्नलाई चाहिँ डिफ्रेन्ट किसिमको फ्लेभरवाला हप्सहरू चाहिन्छ बेयर त्यसपछि इस्ट लाग्यो है यो चाहिँ इस्ट पनि है इस्टले पनि एकदम धेरै किसिमको फर्मेन्ट मात्र होइन कि हरेक किसिमको इस्टले चाहिँ डिफ्रेन्ट खालको फ्लेभर बनाउँछ ल है अहिले मसँग भएको चाहिँ यहाँ छ है साफेल SO4 र साफेल 05 है यो चाहिँ इस्ट चाहिँ फर्मेन्टिजको इस्ट हो काठमाडौँ त पाउँदैन है यो बाहिर पनि ल्याउनु पर्ने हुन्छ तर योहरू चाहिँ यो इस्टले चाहिँ त्यो बियर चाहिँ को एकदम क्ल्यारिटी क्लियर अनि त्यो फर्मेन्टेसन चाहिँ एकदम स्मुथ फर्मेन्टेसन त्यस्तै यसले चाहिँ अलिकति डिफ्रेन्ट फ्लेभर पाउँछ यस्तै गरेर बेल्जियम बेयर तपाईँले अब इङ्ग्लिस बेयर एल बनाउनु पर्ने चाहिँ डिफ्रेन्ट युज गर्दा हुन्छ र इस्टले चाहिँ एकदम त्यो बेयरको क्यारेक्टरलाई पनि एकदम मद्दत गर्छ है नम्बर 1 चाहिँ इस्ट चाहियो हो त्यसपछि चाहिँ अर्को एउटा भनेको हप्स मसँग त टन्नै छ है पेकको छ होइन अहिले हाम्रो बाह्रसिङ्गे जस्तो अलिकति सिट्रस फ्लेभर गर्नलाई चाहिँ यो सिट्रप यो सेन्टिनेलहरू एकदम मजाको अरोमा आउँछ आज चाहिँ म चाहिँ यो एक्सपेरिमेन्टल ट्यान्जरिन है यो चाहिँ पुरा सुन्तला फ्लेभर है त्यो हप्स युज गर्नेवाला छ अनि त्यसमा चाहिँ अब यो ग्रेपफ्रुट फ्लेभर है भन्नाले तपाईँको बेयर चाहिँ खाना पकाए जस्तै हो यो सबै डिफ्रेन्ट किसिमको मसला जस्तै हो त्यही चाहिँ अब बेयरको तितोपन चाहिँ र फ्लेभर अरूमा चाहिँ युजली 3 चोटि चाहिँ हामी चाहिँ हाल्छौँ है सबभन्दा पहिला चाहिँ तपाईँको भनौँ न फर्स्टमा चाहिँ बेयर है तपाईँको फर्स्टमा यो हप्सहरू हाल्दाखेरि चाहिँ सुरुको बोइल हुँदाखेरि चाहिँ हामीले चाहिँ 60 मिनट बोइल पनि हुन्छ 90 मिनट बोइल पनि हुन्छ त्यतिखेर चाहिँ सर्टन ग्राम हाल्छौँ है त्यो ब्याच हिसाबले त्यसले चाहिँ बेसिकली तपाईँको यो हप्सबाट चाहिँ हामीलाई यो जौको झोल चाहिँ एकदम गुलियो हुन्छ नि त्यसलाई चाहिँ त्यो ब्यालेन्स मिलाउनलाई अलिक तितोपन ल्याउने काम चाहिँ त्यो गर्छ है अनि पछि अर्को एउटा 45 मिनट्समा फेरि हाल्छौँ हामी त्यसमा चाहिँ अर्कै हाल्छौँ है यसपालि चाहिँ म चाहिँ त्यसमा चाहिँ यो ट्यान्जरिन र यो ग्रेपफ्रुट हप्स हाल्दैछौँ यसले चाहिँ तपाईँको स्वाद त्यो टेस्टको लागि चाहिँ इन्हान्स गर्छ अनि लास्टमा बोइल सक्न आँट्दाखेरि 5 मिनट अगाडि चाहिँ अरोमाको लागि जुन चाहिँ हामीले जस्तै इक्जाम्पल अहिले बाह्रसिङ्गे खोल्दाखेरि त्यो फ्रेसनेस आउँछ नि त्यसको लागि चाहिँ लास्टमा 5 मिनटमा हामी हाल्छौँ ल है हेर्दै गर्नु केटाहरू अब यो डिफ्रेन्ट किसिमको इस्ट युज गरेर तपाईँले चेक गर्नु सक्नुहुन्छ है अब अर्को भनेको चाहिँ यता हेर यो चाहिँ स्टारसान भन्छ सो बेसिकली अब नेपालमा चाहिँ यो पाइँदैन हेर केटाहरू है नेपालमा चाहिँ त्यो ब्रु गर्नलाई चाहिँ सामान्य नपाएर तुम हुन्छ स्टारसान यो बेसिकली चाहिँ तपाईँको 20 लिटरमा 2 बिर्को हाले पुग्छ यसले चाहिँ पुरा भाँडाहरू सफा गर्ने है यो बेयर बनाउँदाखेरि चाहिँ सबभन्दा इम्पोर्टेन्ट हाइजेनिक र क्लिननेस है किनभने बेयर इन्फेक्ट हुनसक्छ बेयर बिग्रिन सक्छ त्यसैले चाहिँ भए नभएको सबै भाँडा चाहिँ मजाले सेनिटाइज गरेर लास्टमा यो युज गरेर हामी फर्मेन्टेसन गर्दाखेरि र यो बेयरको सामानहरू हुँदाखेरि चाहिँ त्यो चाहिँ तपाईँलाई मोस्ट इम्पोर्टेन्ट हाइजिन क्लिन बेयर खानको लागि स्टारसान चाहिन्छ है केटाहरू हेर्दै गर्नु है सो आल बी सोइङ यु मोर है यो चाहिँ अलिकति इन्ग्रिडियन्ट बारे अपडेट गरिदिइरहेको है केटाहरू स्पिन बटन आओस् यो पुरा है त्यो ग्रेन चाहिँ यहाँ पुरा भिजाएर राखेको छौँ ठ्याक्कै 1 घन्टा भयो भिजाइसकेको है ल झलक देखाउँछु ल है मजाले अघि त्यो गहुँबाट तातो पानीमा भिजाएर पुरा त्यहाँ सर्कुलेट भएर छ अब चाहिँ अब यो मजाको जुस है अब कलर है ब्युटिफुल है ब्युटिफुल
So अब यो बेडको कलर चाहिँ अलिकति लाइट कलर छ इफ यु लुक एट हियर दिस इज हाउ इज गोना बी द कलर है एकदम पेल स्ट्र कलर है यो चाहिँ अलिकति लाइट बेड बनाउनु खोजेको हामीले सो स्टे विथ मी गाइस सो आवर है बेडमा चाहिँ है हप्स अघि मैले भनेको जस्तै हप्स सो यो चाहिँ विलियमेट यो बिटरनेस एकदम कम छ यो चाहिँ सेन्टिनेल हो है अब चाहिँ हामी सो कति तपाईँलाई चाहिँ एउटा सानो यस्तो वेइङ स्केल चाहिन्छ हप्स हाल्नलाई है हप्स चाहिँ यस्तो हुन्छ है यो चाहिँ प्यालेट हप्स मिठो बाँच्नु छ हप्स है होइन स्मेल्स गुड है हाम्रो म्यासिङ कम्प्लिट भइसक्यो है जुस मजाले अघि जौँबाट भिजाएर जुस निकालिसक्यो अब चाहिँ यो जुस चाहिँ अब यो पातबाट चाहिँ भुइकन अब चाहिँ हाम्रो यो चाहिँ यो म्यासिङबाट बोइल केटल है त्यहाँ चाहिँ पुरा उमाल्नुपर्छ अझै 1 घन्टा जति अब यो जति पनि जुस चाहिँ छानिकन उता ट्रान्सफर गर्दैछौँ है लगेर ल है यो अन्ट ल है त हेर सो ट्रान्सफर गर्दैछ है अधिक मजाले है हेर त्यहाँबाट अब यहाँ चाहिँ झोल मात्र निकाल्दैछौँ ल सो नाउ वी आर ट्रान्सफरिङ है पुरा झोल मजाले अब यहाँ रस यहाँ निकालेर बोइल गर्नेवाला छौँ ल है यहाँबाट मजाको त्यो मजाले यहाँबाट पम्पबाट है यता ट्रान्सफर हुँदैछ है अब मजाले है एकदम मजाको फायर छ है मजाले अब बोइल हुँदैछ है ल है माथिको झलक पुरा त्यो बेडको मिठो बास्ना है अब चाहिँ यो चाहिँ पुरा रोलिङ बोइल भन्छ है त्यो भत उमेपछि चाहिँ हामी चाहिँ हप्सहरू हाल्छौँ So we just finished है transferring the wood त्यो जुस बेडको ग्रेनबाट निकालेको जुस र बेडलाई चाहिँ वोर्ड भन्छ त्यो चाहिँ अहिले है यहाँ मजाले ट्रान्सफर गरेर अब बोइल स्टार्ट गर्दैछ अलिकति यो सानो मसिनो बबलहरू आइसक्यो यो मजाले बोइल गर्न थालेपछि चाहिँ हामी चाहिँ त्यसमा चाहिँ बल्ल असली बियरको स्वाद कसरी निकाल्ने त्यो प्रोसेस गर्दैछ त्यसमा चाहिँ हामी 3 चोटि हप्स हाल्छौँ तितोपनको लागि स्वादको लागि र बास्नाको लागि है सो स्टे विथ मी गाइस है अघिको सो दिस इज द वर्ड है द बोइलिङ हेज स्टार्टेड है मजाको हेर भल उम्लिरहेछ नाउ अब चाहिँ वी गोना बी पुटिङ द हप्स है जुन चाहिँ त्यो तितोपन निकाल्नलाई अनि दिस इज कल हप स्पाइडर है हप स्पाइडर यसमा चाहिँ त्यो बियर फोर हुँदैन भनेर हप चाहिँ यसमा हाल्ने हो सो दिस वान गोज राइट है केटाहरू है सो ल हेर मजाले भत है दिस इज कल रोलिङ बोइल त्यो पुरा एकदम त्यो झोल चाहिँ रोल गरेर बोइल पछि एन्ड यो चाहिँ ताप्दैछ दिस इज कल हप स्पाइडर है हप स्पाइडर यो चाहिँ एकदम मेटलको जाली हो यसमा चाहिँ हप्स हाल्यो भने चाहिँ त्यो बेड फोर हुँदैन भने है ल त अब बेडको फर्स्ट सुरुवात है गर्दैछौँ अघि मैले यता हेरेर भयो
त्यहाँ हप्स है त्यो फर्स्ट हप्स है यहाँ हाल्दैछौँ यो चाहिँ बेरको ब्युटिफुल हप्स यस्तो मिठो बास्ना आउँछ सो दिस हप्स गोज इन हेयर यो फर्स्ट हप्स चाहिँ तपाईँको बेरको यो गुलियो पानी हुन्छ नि त्यसलाई न्युट्रलाइज र ब्यालेन्स गर्नुलाई There you go. First hops going in. Bye-bye. Like, get out. So it's been about 45 minutes, eh? अब चाहिँ हामी सेकेन्ड हाफ हाल्दैछौँ त्यो चाहिँ पुरा टेस्टको लागि सो we've got here है ग्रेप फ्रुट फ्लेभरको हप्स ल है हप्स यहाँ रेडी छ सो दिस इज गन बी द सेकेन्ड हप्स है second batch of hi guys brewing is almost है अब चाहिँ पुरा बोइल गरेको झन्डै घन्टा प्लस भइसक्यो अब चाहिँ लास्ट हप्स एडिसन यो हप्स चाहिँ है ट्यान्जरिन हप्स है गजबै छ गज्जा पुरा बास्नको लागि अब थर्ड हप्स हाल्दैछौँ है त चेक दिस आउट गाइज सो हाम्रो फर्स्ट हप बिटरनेस लागि सेकेन्ड टेस्ट र यो थर्ड चाहिँ हाम्रो पुरा अरोमाको लागि सो यो हालिसकेपछि we're gonna boil for another 5-10 minutes. The brew is done for today. So after that, हाम्रो यो तातो is almost झन्डै हेर boiling point मा झन्डै कति 100 डिग्री तातोमा छ यसलाई चाहिँ अब हामीले चाहिँ 20 minutes मा पुरा चिल गर्नुपर्छ चिल भइसकेपछि चाहिँ अब त्यतिखेर चाहिँ बल्ल देन हामीले इस्ट हाल्न मिल्छ नत्र भने त्यो इस्टको टेम्परेचर चाहिँ युजली उनीहरूको अप्टिमम टेम्परेचर हुन्छ अहिले तातोमै इस्ट हाल्यो भने चाहिँ त्यो इस्ट डेड हुन्छ सो विल ह्याभ टु वेट यो बियर चाहिँ अब अलिक कुल गर्नुपर्छ सो 2-3वटा तरिकाहरू छ त्यो चिल गर्नलाई एउटा चाहिँ यो होल बकेटलाई चाहिँ तिम्रो आइस हालेर गर्न मिल्यो आइस डङ्कमा अदरवाइज मसँग चाहिँ चिलर भन्ने छ सो त्यो पानीलाई चाहिँ तातो र चिसो पानीको चाहिँ सर्कुलेसन गरेर चिल आउट गर्ने सो आफ्टर चिल गरेपछि चाहिँ देन वी गन बी ट्रान्सफरिङ दोज बियर मेरो फर्मेन्टरमा सो दिस इज माई फर्मेन्टर है मसँग दुईवटा छ 25 लिटर होल्ड गर्छ यिनीहरू मजाको छ यो माथिबाट ट्याप रुम तलबाट चाहिँ त्यो हप्सहरू झार्नलाई यो चाहिँ एयर लक है भित्र चाहिँ यस्तो छ यो मेरो सेकेन्ड ट्याङ्क चाहिँ अलिकति हाइटेक छ सेम फिचर्स प्लस यहाँ चाहिँ पुरा स्याम्पल ट्याप गर्नुपर्छ टेम्परेचर गज यहाँ माथि चाहिँ ड्राई अप गर्ने स्पटहरू छ यसमा एडिसनल चाहिँ यो म यो ट्याङ्कभित्रै पुरा चिलिङ केबल छ यो मैले फर्मेन्टरको चाहिँ टेम्परेचर कन्ट्रोल गर्न मिल्छ यहाँबाट बेर बनाउनु त थाक्दो रहेछ हौ बिहान 8-9 बजीतिर सुरु गरेको थियो झन्डै 3 बज्यो सो फाइनली है मेरो बियर ब्रुइङ फिनिस्ड अब चाहिँ बियर चाहिँ मजाले फर्मेन्टरमा हालेर इस्ट हाल्ने हो ल यता हो केटाहरू लेट मी सो यु गाइस है है 1.5 आवर बोइल भएपछि मजाको बियर है स्मेल्स गुड अब यो बियर चाहिँ म चाहिँ यो मेरो दुईवटा सानो फर्मेन्टहरू छ 25 लिटर है ल यहाँ हेऱ्यो भने ल मजाले सेनिटाइज छ अब चाहिँ हामी यो तातो बियर चाहिँ अब हामी फर्मेन्टरमा ट्रान्सफर गर्दैछौँ सो हेर्दै गयो केटाहरू लेट मी डु द पम्प अन है यो चाहिँ मलाई अलिकति त्यो कपडा राखेछ भित्रको धुलोहरू यता ट्रान्सफर नहोस् भनेर सो वी गोना ओपन द valve here now पास भएर है मेरो पम्पमा है पम्पबाट त्यो ब्लू क्याटबाट फर्मेन्टरमा है ट्रान्सफर गरिरहेछ
There you go, guys. ताजा बेयर बन्दैछ. That's beautiful. So, हाम्रो बेयर चाहिँ अहिले फर्मेन्टरमा ट्रान्सफर भइसक्यो. 50 लिटर बेयर बढेछ आज. यो 25 लिटर हो. 25 लिटर. अनि यतिखेर चाहिँ हामी चाहिँ पुरा इस्टहरूलाई चाहिँ काम गर्नलाई we need a lot of oxygen, right? This is the only time we need oxygen. त्यसपछि चाहिँ अक्सिजनले चाहिँ बियर बिगार्छ. अनि this is what we call manual aeration, है. यो चाहिँ बियरमा चाहिँ मजाले अक्सिजनहरू इन्फ्युज हो. सो इस्ट हाल्दाखेरि चाहिँ मजाले रेडी थुथु लाइक almost done, है. 25 लिटर अनि अर्को 25 लिटर केटाहरू कति खाने होला हो. So anyway guys, so मेरो brewing session is done. We're gonna wait for the wine to chill. त्यसपछि चाहिँ I'm sorry, beer. त्यसपछि चाहिँ मैले चाहिँ इस्ट हालेर चाहिँ फर्मेन्टेसनमा राख्दैछौँ. So it will take about 2 to 3 हप्ता लाग्छ. So hopefully I can show you the next videos. Until then, ciao and thank you for watching. Hello guys, so these are two my bad boys. जसमा चाहिँ beer is usually 2 देखि 3 हप्ता लाग्छ beer ferment रेडी हुनलाई. त्यसपछि चाहिँ कि बटल गर्नु पर्यो कि केकमा हाल्ने र कार्बोनेट गरेर would be ready to pop in a month. So anyway, thank you for watching guys and happy brewing. यदि हजुरलाई ब्रुइङ गर्ने मन छ, आफ्नै मिठो मिठो बेयर बनाउने मन छ भने चाहिँ प्लिज कनेक्ट विथ मी नेपाली ब्रु बोय मेरो युट्युब र फेसबुकमा प्लिज कनेक्ट. चाउ. ल है केटा मजाले ब्रु गर्दैछौँ. क्राफ्ट बेयर त छैन हातमा है. I've got टुबक मजाले अलिकति फ्रेस हो भनेर. Hey guys, hi. Nice chill beer. शनिबारको दिन अलिकति मी टाइम धेरै दिनपछि चिसो बियर खाँदै सानो एउटा बियर ब्रु गर्दैछौँ है. सो चेक दिस आउट गाइस. Cheers.